नेक्स्ट डे हामी अर्को दिनमा आइसकेको छौँ बिहेको दिनमा। अनि इन्ट्रो चाहिँ मैले अलिक लिन बिर्सेछु, त्यही भएर चाहिँ म भोइस ओभर गर्दैछु। एन्ड यहाँ चाहिँ हाम्रो दुलाको लागि माला हुँदै हुनुहुन्छ भने हामी चाहिँ तल रुममा चाहिँ नि अलिकति डेकोरेट थोरै भने नि दुलालाई राख्ने सेक्सनलाई डेकोरेट गर्दै छौँ। सो तपाईँ यसको फाइनल लुक कस्तो हुन्छ त्यो देखाउने छु म। हामी जहाँ खुसी त्यहाँ के एडभर्टाइज गर्न लाग्यो तिमीले भन त कसैको नि हाम्रो खुसीको चाहिँ हो। देन यु क्यान सी हामी चाहिँ रेडी भएर आइसकेको छौँ र रेडी भएर पनि थोरै त्यहाँ लाइटिङको कमी भयो जस्तो लाग्यो। अनि लाइटिङ राख्न थियो र तपाईँले देख्न सक्नुहुन्छ हामी लाइटिङ राख्दैछौँ। अनि हाम्रो सानो क्युट कर्नर कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला। एन्ड यो भिडियो चाहिँ प्लिज इन्डसम्म हेर्नु होला अनि हामीसँग रमाउनु होला हजुरहरू। सो हामी चाहिँ नि अब दुलालाई वेलकम गर्न बसेको यहाँ चाहिँ नि रेडी गर्दा गर्दा अलिकति लेटै भयो है। तपाईँले देख्न सक्नुहुन्छ एकैचोटि मैले यो सर्ट हाल्नुको कारण म चाहिँ अलिकति बिजी नै भएको थिएँ रेडी भएर, त्यही भएर हो। अनि तपाईँ देख्न सक्नुहुन्छ दुलाहरू चाहिँ आइसकेको छ। हामी रेडी हुँदा आइसकेका छौँ। नजरको दाम चलाए साडी आफै लगाएको है अलिअलि आफै अलिअलि अरूले गरेर साडी आम रेडी गाइस। हाम्रो भाइ आयो है। ए हम छते हैन कोका क्यामेरा पनि कोका
अगाडि गाई रुगा आउँछ अहिले ओए त जुत्ता लगाउँछ नानीको भिडियो बनाउँछ जुत्ताहरूले तान्छ हामी अन्त नि पड्का ओए बाती बाती माथि उचालेर हात साइडको ल ए बोला यसो सिधै उड्यो नि यो छैन यसो छैन के भयो फाइनली हाम्रो जुत्ता दुलाको जुत्ता चाहिँ यहीँ समातिसकेको छौँ गाइस ब्राइड्स मेडहरू देख्न सक्नुहुन्छ यो लुगा अहिले बसेर अहिले सल ओढाइदिहाल है यो पहिला सल ओढाइदिहाल त मैले ओढाइदिनु भिडियो गरिरहँ एउटा सल ओढाइदिएर त एउटा मुगा निकाल्छ आफ्नो मान्छे बस्छ अनि अब एउटी पोते लगाइदियो अनि निकाह पढाएपछि अनि अरू लुगा लगाएर गहनाले सिँगार दिएको त्यो छैन बरु बिचरा यो पनि नगरे पनि हुन थाल्यो उलाउनेको लागि लाग्नु लगनका पोते अहिले हो त्यसरी हाल्नु वालेकुम सलाम जो बताऊं त्यहाँबाट तँ पनि पढ है त औजु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अस्तगफिरुल्लाह रब्बी मिन कुल्ली ज़म्बिन व अतूबु रब्बी मिन कुल्ली ज़म्बिन व अतूबु इलैहि अस्तगफिरुल्लाह रब्बी मिन कुल्ली ज़म्बिन व अतूबु इलैहि पहिला कलमा तय्यब ला इलाहा इल्लल्लाह के छोरे निसार अहमद की तरफ बड़ी दैन मोहर जति दिए त्यति 11,000 रुपया दिएर तू हकीमा खातून बिनते मोहम्मद सज्जाद में कुल 11,000 रुपया दैन मोहर इलावा नानो नफा के उठाई दी उनकी तरफ उनके साथ निसार अहमद के साथ में निकाह पढ़ने के लिए इजाजत देती है।
जनाब हाजी गुलाम मोहम्मद के साहबजादे निसार अहमद की तरफ मुई वकील हाजी मोहम्मद सुल्तान मियाँ गवाया अवल हाजी सिराजुद्दीन मियाँ गवाया दोम हाजी अहमद मियाँ एसाइदीन मियाँ कि रोहबर में मुई 11,000 रुपया दैन मोहर इलावा नानो नफका के टुकुन पठाइदिए। उनके साथ में निकाह पढ़ने के लिए इजाज़त देती है, इजाज़त है। जनाब हाजी गुलाम मोहम्मद के साहबजादे निसार अहमद की तरफ बढ़ी मुई वकील हाजी मोहम्मद सुल्तान मियाँ गवाए अवल हाजी सिराजुद्दीन मियाँ गवाए दोम सैयदीन मियाँ निसार अहमद के साथ निकाह पढ़ाने के लिए मैं ये बैंक मोहर 11,000 रुपया इलावा नानो नफका के टुकुन दिए किसी से इजाज़त लेने के लिए देखिए क्या इजाज़त देती है, इजाज़त है। सुबह फाइनली अब हामी बल्ल खाना खान जान्छौँ। अब हामी खाना खान जान चाहिँ ढिलै भयो। हामी चाहिँ बल्ल खाना खान निस्किन लाग्छौँ। 3 बजे ब्राइड एकचोटि बिहान रेडी पार्यौँ, फेरि अर्कोचोटि रेडी पार्यौँ अनि बल्ल जान लाग्छौँ खाना खान। अब खाना खाने सायद लास्ट खाना खाने हाम्बल हेलो के गर्न चाहन्थ्यौ? के कहो 2 शब्द जाओस् त। हेलो दाइहरू, खोइ हेलो गाउँ हेलो क्या भयो त भन्दा ढिलो भइरहेको छौँ। सो गाइज हामी चाहिँ बल्ल टाइम पाएर फोटो क्लिक गर्न आएको छौँ होइन। फोटो स्टुडियो होइन फोटो स्पोट चाहिँ हाम्रो यो रहेको छ। सो हाम्रो फोटो खिच्ने ठाउँ चाहिँ यो रहेको छ एन्ड हाम्रो सायालाई रेडी गर्दैछन्। हामीले पनि खाएको छौँ है साया, हाम्रो पनि छैन, हामीले नि खाइसक्यौँ। यहाँ चाहिँ मलाई सायाले मेहन्दी लगाइदिएको छ, हाम्रो नेचुरल मेहन्दी। मेरो भदै पनि म भन्दा के कम। सो गाइज यहाँ चाहिँ हाम्रो बार्गेनिङ चलिरहेछ जुत्ताको लागि, पैसाको लागि। एन्ड म चाहिँ नि त्यहाँ बिचमा अड्किन पुगिनँ, त्यही भएर म त माथि नै आएँ गाइज। के बस्नु छ हामी यहाँ भेना भेना गरेर अगाडि पछाडि घुमिराख्नु पर्छ। 1 महिना बस्नु पर्छ, 5 महिना बस्दै नि बस्छ।
कि भात खाउने एउटी सुत्ने एउटी तौलिया ल्याउने के अरे भैँसी कुखुरा खसी बकरी के चाहियो हामी सब गरिदिन्थे सानी त्यसरी औली भाँचेर गन औलीमा अटाउदिनु म चाहिँ यहाँबाट हेरेर इन्जोय गरिरहेको छु बार्गेनिङ गरेको तर चाहिँ म अगाडि मेरो आवाज पनि पुग्दैन त्यसैले शादीका मेजबानी हाम्रो डिमान्ड चाहिँ 40,000 को थियो अब हेरौँ है त गाइज कति निस्किन्छ त्यसबाट बिचमा गरे हो हैन निस्क्यो भने खोइ निस्किन्छ त पिछोडै होला काटिएको पुग्दैन 20 मा 5 25 अलि साह्रै गर्नु पर्यो है त भएन यसरी गर्नु पर्यो क्यूआर अगाडि लिएर जाऊ न त छिटो क्यूआर
रजिमा लगाइदिन पर्यो भित्र लिएर जानु त बहिनी कसरी पाल्छ त ल घरैसम्म लिएर जाने
डबल माया नि पाउँछ है ल यो भ्लग हेर्नु होला हाम्रो मामाको बिहे र दिदीको बिहेको सब्स्क्राइब गर्नु है सबैले है यस लाइक यस ल सो गाइस हामी चाहिँ नि तुलाई आखे गर्दैछु रहेछ त तल लाउन त त्यहाँ बत्ती तल लाउन तुले पुराउन आएको छ मन त्यहाँपछि पानी परेर एकदम हामी चाहिँ गरिब हो त्यो रमाइलो चाहिँ भइरह तर अलिअलि के अरे गाह्रो पनि हुन्छ जस्तो तर एकदमै चिसो हावाले चाहिँ हामीले एकदम मजाले इन्जोय गरिरहेको छौँ हामी तुलाई पनि पुराउन आयौँ गाइस तर हामी आफ्नै घर फर्किने छौँ एकछिनमा यस्तो दामी देखिन हामी किन हो के छ नि कराउने पुराउनको तर माहौलमा अघि घरबाट रोएँ अब अघि चाहिँ रोएँ फेरि अहिले हाँस्नु मन लाग्छ क्यार्नी खासै हामी धेरै बेर स्याड हुन सक्दैनौँ एकदम रमाइलो मान्छे पऱ्यौँ पानीले वेलकम गरेको छ कुनै आवाज पनि आएको जस्तो लागेन मलाई हिलो हिलो छाताबाट के अरे दुलाकुन दुलाइकुन उडाएको उडाएन सो गाइस यहाँ चाहिँ हामी चाहिँ नि पानी परेर बिहामा आएको अब आजभोलि हावाहुरी र पानीको वैशाखको जेठमा बिहा गर्न नहुँदो रहेछ है पानी पर्दो रहेछ आएर पनि गइसक्यो लाइन So guys, it's a vlog of second day wedding day अनि मैले यसको एन्डिङ चाहिँ राम्रोसँग दिन पाइनँ किनभने तपाईँले देखिहाल्नुभयो हाम्रो लास्टमा के भएको थियो भनेर हावाहुरीले अलिकति डिस्टर्ब गरेको थियो एन्ड थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो एभ्री सब्सक्राइबर थ्याङ्क यू सो मच हजुरहरूले मलाई यति धेरै माया गरेर यहाँसम्म लिएर आउनु भएको छ र यो भिडियोलाई पनि यति धेरै माया गर्नुहुन्छ भन्ने आशा गर्दै म चाहिँ यो भिडियो चाहिँ नि अब यहीँ इन गर्न जाँदैछु र यहाँ सम फोटोज अलिअलि फोटोहरू छ त्यो पनि हेर्नु होला हाम्रो बिहेको एन्ड बाई बाई चाँडै नै म नेक्स्ट भिडियो पनि लिएर आउनेछु त्यतिखेरसम्म यो भिडियोलाई हेरेर यति धेरै माया गर्नुहोला अल्लाह हाफिज बाई बाई